भिडियोमा पोटेन्सियोमिटर टाइटल लिएर आइरहेको छौं र यो भिडियो ज्यादै महत्त्वपूर्ण हुनेवाला छ तपाईहरुको बोर्ड एक्जामको लागि। मलाई लाग्छ यो इलेक्ट्रिसिटीमा सबभन्दा मोस्ट इम्पोर्टेन्ट कुन हो स्टुडेन्टहरुले भने यही पोटेन्सियोमिटर हो र म कन्फर्म के छु भने पोटेन्सियोमिटरको कुनै न कुनै एउटा क्वेशन आउँछ आइदर एमसीक्यू शॉर्ट क्वेशन 5 मार्क्स को और लङ क्वेशन 8 मार्क्स को कुनै एउटा कन्फर्म छ। ध्यान दिएर हेर्नु होला, मसिनो टुक्रा बनाएर यसलाई सिकाउँछु ल। पहिलो तपाईले प्रिन्सिपल अफ पोटेन्सियोमिटर भन्ने बुझ्नुपर्छ। प्रिन्सिपल अफ पोटेन्सियोमिटर, यो पोटेन्सियोमिटरले कुन प्रिन्सिपलमा काम गर्छ एक लाइन लेख्नु होला। त्यो हो कुनै एउटा वायरमा ड्रप भएको भोल्टेज त्यही वायरको लेन्थसँग प्रोपोर्सन हुन्छ है त। त्यो भनेको के भोल्टेज ड्रप इन अ वायर इज proportional to length of that wire है। that is भन्नुलाई यसरी यी कोडमा एक्सप्लेन गरिसकेपछि जम्मा 1 मार्क्स को क्वेशन हो यो। कोडमा थोरै एक लाइन एक्सप्रेस गरिसकेपछि इक्वेसन दिन नबिर्सनु होला। v proportional to l, यो भयो प्रिन्सिपल। अब यहाँ एक नम्बर सोधिन्छ एक्सप्रेस भोल्टेज इन टर्म्स अफ स्पेसिफिक रेजिस्टेंस। यो लास्ट इयर सोधेको छ ल। एक नम्बरमा भोल्टेजलाई स्पेसिफिक रेजिस्टेंस भनेको रो हो अथवा रेजिस्टिभिटी हो, यसको टर्ममा एक्सप्रेस गर्नु होला। कसरी एक्सप्रेस गर्ने यही इक्वेसनबाट अघि बढ्नुस्। v प्रोपोर्शनल टु l छ नि, v इक्वल टु ir छ। एक्सप्रेस भोल्टेज हैन ल, एक्सप्रेस पोटेन्शियल ग्रेडियन्ट हो है। यसलाई भोल्टेज ग्रेडियन्ट लेख्नु खोज्दा नि एक्सप्रेस पोटेन्शियल ग्रेडियन्ट इन टर्म्स अफ स्पेसिफिक रेजिस्टेंस हो। ओम्स ल लेख्नु मैले बुझ्छ है, v इक्वल टु ir। अब यो ग्रेडियन्ट भनेको के हो बुझ्नुपर्छ। त्यो भनेको भोल्टेज ड्रप पर युनिट लेन्थ हो। मिलाइदिनुस्, i छँदै छ, रेजिस्टेंस भनेको के हो रो l बाइ a हो है त। यो ल अफ रेजिस्टेंस बाट आयो र यही रो चाहिँ हो स्पेसिफिक रेजिस्टेंस। अगाडि बढाइदिनुस्, यो l यता ल्याइदिनुस् त। v बाइ l इक्वल टु i रो बाइ a। यो कुरा ख्याल गर्नुस्, यो के हो त, यो वायरमा ड्रप भएको भोल्टेज, यो वायरको लेन्थ, भनेपछि भोल्टेज पर युनिट लेन्थ इज कॉल्ड पोटेन्शियल ग्रेडियन्ट। देयरफोर के पाउनु भयो त कन्क्लुजन, पोटेन्शियल ग्रेडियन्ट इज इक्वल टु v बाइ l व्हिच इज इक्वल टु हेर्नुस् त i टाइम्स रो बाइ a। यही भयो पोटेन्शियल ग्रेडियन्ट र स्पेसिफिक रेजिस्टेंस को रिलेसन। यसलाई 1 मार्क्स हो एउटा टुक्रा। दोस्रो टुक्रा यो हो यसरी सोध्ने एक्सप्रेस पोटेन्शियल ग्रेडियन्ट इन टर्म्स अफ स्पेसिफिक रेजिस्टेंस सोधे, सबै सोधेको छ है यो। अब रह्यो यसको एप्लिकेसन के हो त, यसलाई कसरी यो थ्योरीलाई अप्लाई गर्ने लङ क्वेशनको लागि हामी बनाऊ है। यो भिडियो ज्यादै महत्त्वपूर्ण हुनेवाला छ। फेरि भन्छु तपाईहरुलाई अन्तसम्म हेरिदिनु होला र फलो गर्नु होला, जसले तपाईहरुलाई एनईबी बोर्ड एक्जाम डिल गर्न ज्यादै नै सपोर्ट गर्नेवाला छ। एप्लिकेसन 1 पोटेन्सियोमिटर को एप्लिकेसन 1 मा डिटर्मिनेसन अफ के इंटरनल रेजिस्टेंस है त। इंटरनल रेजिस्टेंस स्मल r लाई पोटेन्सियोमिटर युज गरेर कसरी डिटरमाइन गर्ने ल। लेट्स हेर्नुस् त, यो स्ट्यान्डर्ड सेल हो। स्ट्यान्डर्ड सेल किन भने जसले पोटेन्सियोमिटर वायर यो एबी यो हो, पोटेन्सियोमिटर यो E0 हो स्ट्यान्डर्ड सेल र यो पोटेन्सियोमिटर वायर एबी लाई यो वायरलाई यो सेलबाट जाने करेन्टले रन गर्छ। जसलाई रन गर्छ त्यो त ड्राइभर हो नि त, त्यसकारणले त्यो सेललाई हामी ड्राइभिङ सेल पनि भन्छौं ल। स्ट्यान्डर्ड सेल भन्नुस्
अथवा ड्राइभिङ सेल भन्नुस् जसको पोटेन्शियल E0 छ। अब हामीले त हेर्नुस् त एक्सपेरिमेन्टल सेल चाहियो हामीसँग जसको हामी के झिक्न गइरहेका छौं, इन्टरनल रेजिस्टेन्स झिक्न गइरहेका छौं। दिस E is the EMF of this experimental cell whose internal resistance R, this R is to be determined है। यो एक्सपेरिमेन्टमा यो सेलको इन्टरनल रेजिस्टेन्स झिक्ने हो है त। त्यस्तै सँगसँगै अर्को यो RB लेखेको चाहिँ रेजिस्टेन्स बक्स हो है। यहाँनिर रेजिस्टेन्स बक्सको 1 झिक्नु भयो भने 1 ओम, 2 झिक्नु भयो भने 2 ओम, ल्याबमा पनि गर्नु भएको छ होला। अब यसलाई चाहिँ एउटा की सेटअप गरौँ ल। यहाँनिर एउटा की सेटअप गरे मैले, लेट्स से दिस इज द की है, यो की हो। अनि यहाँबाट मैले यो ग्याल्भानोमिटर राख्छु, यो ग्याल्भानोमिटरबाट दिस इज कल्ड जक्की। अब ध्यान दिनु भाइ, सर्किट सेटअप यो भयो। के भयो? दिस इज द एक्सपेरिमेन्टल सेल, रेजिस्टेन्स बक्स, ग्याल्भानोमिटर, जक्की, एबी पोटेन्शियोमिटर र E0 स्ट्यान्डर्ड सेल। लेख्ने के त एक सेन्टेन्स है, हियर E be the experimental cell, यो है E be the experimental cell in which जसको इन्टरनल रेजिस्टेन्स के हो, R is to be determined। ल डिटरमाइन्ड सक्यो, यति लेख्ने हो। अब तपाई प्रोसिडियरमा के गर्नुस्, यो कीलाई एकचोटी कीलाई ओपन राख्नुस् ल। कीलाई ओपन राख्दा हेर्नुस् त, यसलाई ओपन राख्दा त यो रेजिस्टेन्स बक्स त इफेक्टमा आएन। जक्कीलाई स्लाइड गर्नुस्, यहाँबाट ए बाट जक्कीलाई स्लाइड गर्दै 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 तपाई कहाँ पुग्नुभयो, लेट्स से सी पोइन्ट एट डिस्टेन्स L1 क्याच गर्नु भयो। कहाँबाट? पोइन्ट ए बाट सी सम्म जाँदाखेरि L1 डिस्टेन्समा तपाईले ग्याल्भानोमिटरको नल पोजिसन, करेन्ट नजाने पोजिसन भेट्नु भयो भनेको यही सी पोइन्टलाई हामी नल डिटेक्सन भन्छौं। कति बेला? केलाई हामीले ओपन राखेका छौं। केलाई ओपन राखेका छौं भने रेजिस्टेन्स बक्स इफेक्टमा आउँदैन र यो सेल इफेक्टमा आउँछ है। एक सेन्टेन्स के लेख्नुस्, द जक्की इज स्लाइडेड, जक्की इज स्लाइडेड to obtain null point, to obtain null point। let L1 be the null position, let L1 be the length है। यो बेला के भने रे मैले अघि, यो त इफेक्टमा आउँदैन नि त, यो इफेक्टमा आउने हो। त्यसकारण तपाई के लेख्नुस्, EMF is proportional to length L1 इक्वेसन 1। अब दोस्रो स्टेपमा जानुस् तपाई, त्यो भने के हो, केलाई क्लोज राख्नु, सेम काम गर्नुस् है। केलाई क्लोज राख्दा अब ध्यान दिनु है, यसलाई क्लोज राख्दा त तपाईको यो भित्र त करेन्ट सेटअप भइरा हुन्छ, क्लोज छ। यता पो ब्यालेन्स भयो त, यो जी ले पो नल डिफ्लेक्सन देखायो त। यो पोइन्ट सी ड्याशमा L2 लेन्थमा नल भेट्ने कति बेला, केलाई क्लोज गर्दा। त्यो बेला त सेलमा त करेन्ट फ्लो भइरहेको हुन्छ, यो छ इन्टरनल सर्किटमा, सानो सर्किटमा। त्यसकारणले त्यो बेलाको ब्यालेन्सिङ लेन्थले चाहिँ के दिन्छ त, यो सेलको करेन्ट फ्लो भएको कन्डिसनको पोटेन्शियल दिन्छ, व्हिच इज कल्ड टर्मिनल भिडियो है त। यसलाई क्लोज गर्नुस्, फेरि जक्कीलाई मुभ गर्नुस्, द जक्की इज स्लाइडेड, अनि के गर्ने रे, नल पोजिसन इज एट L2 भनेपछि प्रिन्सिपल अप्लाई गर्नुस् त। देयरफोर यहाँ E भएन नि त, यो त करेन्ट फ्लो भएको बेलाको त V भयो, प्रोपोर्शनल टु L2। ल तपाईले के गर्नु भयो, यो की को हेल्पले क्लोज गर्दाको केसमा VD पाउनु भएको छ, ओपन गर्दाको केसमा EMF पाउनु भएको छ। अब सिद्धिन थाल्यो, यो दुईटा इक्वेसनलाई नातिकन डिवाइड गर्नु भाइ, मेटे ल फिगर। मलाई यति एक्सप्लेनेसन पछाडी यो भइहाल्छ है। अब म्याथमेटिक्समा खेल्नुस् थोरै, डिवाइड 1/2 we get, अघि बढ्नुस्, E by V is equal to the proportional हट्यो L1/L2 इक्वेसन 3। अब हामीलाई थाहा छ नि त, के थाहा छ, यो सेलको EMF हो, यो सेलको टर्मिनल PD हो। दुईटालाई रिलेट गर्ने कसरी हो, E is equal to V plus I
IR अब मिलाउने ल बीले डिभाइड गरिदिनुस् त E by B is equal to 1 plus R B by I हुन गयो हेर्नुस् त के गरे मैले यहाँ B ले डिभाइड गरेको छु ल B ले डिभाइड गर्दा E by यो सँग मिलाउनलाई हो E यो B 1 भयो काटिएर यो R छँदै छ B तल छ नि त त्यो B यो I लाई तल ल्याइदिए अब राख्दिन्छु यो E by B को ठाउँमा L1 by L2 यो 1 लाई यता लिएर आए लेफ्ट साइडमा R by यो भनेको के भयो त R भयो र फाइनली स्मल r is equal to L1 by L2 minus 1 times R अब सुन्नु है L1 L2 तपाई मिटर स्केलबाट डिटरमाइन गर्नुहुन्छ R रेजिस्टेन्स पक्षबाट त्यसको मतलब हो नोइङ के थाहा छ all L1 L2 and R the value of small r is to be determined ल यो 3 मार्क्स को लागि हो है एकदमै याद गर्नुस् सजिलो बनाइदिया छु दुईटा स्टेपमा के लाई ओपन गर्दाको स्टेप के लाई क्लोज गर्दाको स्टेप त्यसपछि डिवाइड गर्नुस् र यो म्याथमेटिकल एक स्टेप प्रोसेसिङ गर्दिनु होला यो स्टेप याद गर्नु होला यो याद भएपछि सकिहाल्छ 11 को हो खास यो थ्योरी अब राम्रोसँग पढ्नु भएको छैन होला यो याद गर्नुस् र प्रोसेसिङ प्रोपरली गर्नु होला है 3 मार्क्स को लागि यो भयो है अब मसँग एउटा छ अझै त्यो हो एप्लिकेसन 2 यसलाई पनि सकाऊ एप्लिकेसन 2 मा दुईवटा सेल को EMF कम्पेयर गर्ने है F2 ल F2 भनेको के कम्पेयर EMF E1 and E2 VBI हो है मैले फेरि पनि भन्छु यो भिडियो ज्यादै महत्त्वपूर्ण छ NEB बोर्ड एक्जाम को लागि अलमोस्ट 80-90% स्योर क्वेशनहरु हुने हो पढ्नु होला है अब सर्किट सेटअप गर्नुस् अघि जस्तै स्ट्यान्डर्ड सेल राख्नुस् E0 जसले ड्राइभ गर्छ पोटेन्शियोमिटरलाई ड्राइभिङ सेल पनि भन्न मिल्यो ड्राइभर सेल यो हो पोटेन्शियोमिटर वायर AB यो स्ट्यान्डर्ड सेलले ड्राइभ गर्ने है अहिले त हामीले दुईटा सेल कम्पेयर गर्नुपर्ने छ लेट्स से E1 र अर्को सेल लेट्स से E2 अघि एउटा थियो त्यसकारणले एउटा की राखेका थियौ अहिले दुईटा छ त्यसकारणले हामी दुईटा की राख्छौं यो की K1 यो की K2 अघि जस्तै ग्याल्भानोमिटर अगाडि राखे ल K1 K2 यो E2 अघि जस्तै ग्याल्भानोमिटर राख्दिनुस् ग्याल्भानोमिटर र जक्कीलाई स्लाइड गर्नु C भयो सेम काम गर्नुस् L1 लेन्थमा नल पोजिसन भेट्नुहुन्छ है अब सर्किट ल्याङ्ग्वेज त अघि जस्तै लेख्नुस् here E1 and E2 be the two cell whose EMF is to be determined compared है धेरै लेख्ने हैन ल कम्पेयर सिद्धिहाल्यो अब स्टेप के अघि जस्तै when सुन्नु है when यो K1 लाई चाहिँ ओपन राख्नु ल K1 लाई ओपन अनि K2 लाई K1 लाई इक्वल टु नै गरे म बुझ्नु होला ओपन K2 लाई क्लोज गर्छु है यो स्टेप एउटा हो हेर्नुस् त के गरे यसलाई ओपन गरेको छु यसलाई क्लोज गरेको छु भने अथवा उल्टो भयो ल K1 लाई क्लोज गर्नुस् मिल्छ क्या अर्डर मिल्छ K2 लाई ओपन गर्नुस् हेर्नुस् है यसलाई चाहिँ मैले ओपन छोड्दिएको छु यसलाई चाहिँ मैले क्लोज गरेको छु यसलाई क्लोज गर्ने बित्तिकै माथिको सर्किट त माथिको लूप त इफेक्टमा आयो त्यसको मतलब हो L1 पोजिसनमा ग्याल्भानोमिटरलाई जक्कीलाई स्लाइड गर्दा ग्याल्भानोमिटरले नल देखायो भनेको मतलब के रहेछ त L1 भनेको नल लेन्थ एट नल पोजिसन है लेन्थ एट नल पोजिसन रहेछ यति लेख्ने होला कीवर्ड त्यसो हो भने यो बेला के पाउनु भयो त कुन सेल इफेक्टमा आयो के E1 E2 यो त ओपन छोडेको छ यो क्लोज छोड्ने बित्तिकै E1 कम्स इन्टु इफेक्ट E1 प्रोपोर्शनल टु L1 इक्वेसन 1 सम्झनुस् यसलाई ओपन यसलाई क्लोज उल्टो गर्न सक्छ के भयो त भने उल्टो भनेको के when
K1 लाई क्लोज गर्नुस्, K1 लाई ओपन गर्नुस् र K2 लाई क्लोज गर्नुस् है। पालै पालो गर्ने हो यो, अर्डरमा गर्नुभयो भने सजिलो हुन्छ, त्यति मात्रै हो है त। K1 लाई ओपन छोड्नुस्, यसलाई ओपन छोड्नुस्, यसलाई क्लोज गर्नुस्, तो बेला तपाईको नल पोजिसन यता आयो। लेट्स से L2 भने पोजिसन C ड्याश है। लेख्नुस् के L2 भनेको लेन्थ एट नल पोजिसन, नल पोजिसन। त्यसो हो भने तपाईले के गर्नु भयो, यसलाई त क्लोज गरे हो नि त। Therefore E2 comes into play which is proportional to L2। proportional किन लेख्या भन्ने पर्छ। दिस इज द प्रिन्सिपल अफ पोटेन्सियोमिटर, भोल्टेज प्रोपोर्शनल टु लेन्थ, भोल्टेज प्रोपोर्शनल टु लेन्थ। ल डिवाइड गर्नुस्, काम सकिहाल्यो, यति हो। डिवाइड गर्नुस्, यो E1 बाइ E2 प्रोपोर्शनल कन्स्ट्यान्ट हुन आयो, L1 बाइ L2। अब हेर्नुस् त L1 L2 थाहा छ तपाईलाई। सपोज L1 डबल भयो भने E1 बिकम्स डबल भन्न पाउनुभयो। L1 चाहिँ हाफ भयो भने E1 बिकम्स हाफ भन्न पाउनुभयो, बेला थाहा भयो नि त। त्यसकारणले knowing L1 and L2, E1 and E2 can be compared, E2 can be compared। लो अब यति गर्नुभयो भने मलाई लाग्छ क्लोज गरे मैले। पोटेन्सियोमिटर तपाईहरुले डिल गर्न सक्नुहुन्छ। यति हो, कट 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 मेथडबाट यति गर्नुभयो भने 3 मार्क्सलाई हुन्छ। अलिकति बीचमा ल्याङ्ग्वेज एक दुईटा सेन्टेन्स चाहिँ मिसाइदिनु होला। ल तपाईहरुलाई भिडियो कस्तो लाग्छ, शेयर, सब्स्क्राइब, कमेन्ट गर्न नबिर्सिनु होला।